एआई एटोमेसनको डे 2 मा तपाईहरुलाई स्वागत छ। जस्तो कि हामीलाई थाहा छ कि हिजो हामीले एआई एटोमेसन गर्नलाई आफ्नो N18 एकाउन्ट बनाएको थिएँ अनि N18 एकाउन्ट बनाइसकेपछि मैले तपाईहरुलाई एउटा बेसिक एआई एजेन्ट बनाउन पनि सिकाएको थिएँ। तर आज हामी डे 2 मा त्योभन्दा हायर लेभलको एटोमेसन गर्ने, त्यही भएर यो भिडियोलाई अन्तसम्म हेर्नुहोला। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, अहिले नै च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो जुन दुईवटा मैले पुरानो भिडियो अपलोड गरेको छु, इन्ट्रोडक्सन टु एआई एटोमेसन अनि डे 1 अफ एआई एटोमेसन, यो दुईवटा भिडियोलाई पनि कम्प्लिट वाच गर्नु अनि दुईटै वाच गरेपछि मात्र यो भिडियो हेर्नुहुन्छ भने तपाईलाई बेनिफिट हुन्छ। सबभन्दा पहिला आफ्नो N18 ड्याशबोर्डमा जानु, त्यसको लागि सिम्पली N18 लेखेर सर्च गर्नुहोला अनि जुन पहिलो वेबसाइट आउँछ n18.io त्यसमा जानु अनि यहाँ साइडमा रहेको साइन इनमा क्लिक गर्नु। हामीले अस्ति नै आफ्नो N18 एकाउन्ट बनाइसकेको छौँ। तपाईले भिडियो हेर्नु भएको छैन भने त्यही भएर पुरानो भिडियो हेर्नु होला अनि तपाईनिर यस्तै इन्टरफेस आएको होला कि ओपन इन्स्टान्स, सिम्पली यसमा क्लिक गर्नु। तर यो अप्सन तपाईलाई आउँछ जब तपाईहरु पहिले नै तपाईको N18 एकाउन्ट हुन्छ अनि मात्र यस्तो अप्सन आउँछ। त्यही भएर एकाउन्ट बनाउनु होला र त्यसको भिडियो मैले अपलोड गरिसकेको छु डे 1 मा। अब यहाँ तपाईहरु सिम्पली ओपन गर्नु। ओपन गरिसकेपछि अनि यस्तो इन्टरफेस आउँछ। अस्ति हामीले एउटा एआई एजेन्ट पनि बनाएको थियो, तर त्यो भनेको मैले टेस्टिङको लागि मात्र थियो। आज म तपाईलाई सुरुदेखि सबै कुरा भन्छु। सुरुमा तपाईको सँग यस्तो इन्टरफेस आउँछ र यहाँ सबभन्दा पहिलो स्टेप भनेको आउँछ कि तपाईकोलाई आफ्नो थीम सेटिङ गर्नु पर्यो। थीम भनेको अब ब्ल्याक राख्नुहुन्छ कि व्हाइट, त्यसको लागि तपाईहरु यहाँ साइडमा रहेको आफ्नो जस्तो तपाईको नेम जुन छ यो लोगो अहिले आरआर छ, तपाईको पनि के होला यसमा क्लिक गर्नु अनि यहाँ सेटिङमा क्लिक गर्नु। सेटिङमा क्लिक गरिसकेपछि पर्सनलमा क्लिक गर्नु अनि यहाँ तपाईको लास्ट नेममा केही हुनु पर्यो। छैन भने तपाईहरु आफ्नो लास्ट नेममा केही वर्ड हाल्दिनु अनि यो थीममा तपाईहरु यहाँ सुरुमा तपाईको लाइट थीम हुन्छ, तर तपाईहरु डार्क थीम गर्नु अनि राम्रो पनि हुन्छ अनि यहाँबाट सेभ गर्नु होला। अनि तपाईहरु यहाँबाट आफ्नो जस्तो 2 फ्याक्टर एथेन्टिकेसन पनि लगाउन सक्नुहुन्छ, तर अहिले हामीले यो काम छैन त्यही भएर हामी नलगाउने। त्यसपछि तपाईहरु जुन अर्को सेटिङ तपाईले गर्नुपर्छ त्यो भनेको तपाईलाई न्यू प्रोजेक्ट क्रिएट गर्न आउनु पर्यो। त्यसको लागि यो जुन प्लस छ यो प्लसमा क्लिक गर्नु। त्यसपछि तपाईहरु यहाँ वर्क फ्लो, क्रेडेन्शियल, प्रोजेक्ट यो तीनवटाबाट तपाईलाई यो वर्क फ्लोमा क्लिक गर्नु पर्यो। त्यसपछि यहाँ पर्सनलमा क्लिक गर्नु पर्यो। यति गरिसकेपछि तपाईको एउटा न्यू वर्क फ्लो क्लिक हुन्छ। अब वर्क फ्लो क्रिएट गरिसकेपछि तपाईलाई यो वर्क फ्लोको नाम चेन्ज गर्न आउनु पर्यो। त्यसको लागि अहिले सुरुमा हेर्नु यहाँ नेम भनेको माई वर्क फ्लो छ। यदि तपाई यसलाई चेन्ज गर्न चाहनुहुन्छ भने त्यसको लागि यहाँ क्लिक गर्नु अनि आफ्नो नाम लेख्नु, जस्तो माई फर्स्ट प्रोजेक्ट। त्यसपछि सिम्पली इन्टर गर्नु होला अनि यति गरिसकेपछि तपाईको माई फर्स्ट प्रोजेक्ट यहाँ क्रिएट हुन्छ। अनि त्यसपछि यहाँ सेभड पनि छ, यदि यहाँ सेभ पनि गर्नु होला टाइम टु टाइम। अनि यो तपाईको फर्स्ट प्रोजेक्टको नाम चेन्ज भइसक्यो। अब तपाईलाई आफ्नो होममा जानु छ भने यहाँ होम आइकनमा क्लिक गर्नु अनि यहाँ हेर्न सक्नुहुन्छ माई फर्स्ट प्रोजेक्ट आइसकेछ। फेरि तपाईलाई अर्को प्रोजेक्ट क्रिएट गर्न मन लाग्यो भने फेरि प्लसमा क्लिक गर्नु, वर्क फ्लोमा जानु अनि यहाँ पर्सनल गर्नु अनि यहाँ फेरि तपाईलाई माई वर्क फ्लो आउँछ। अब यहाँ जस्तो माई सेकेन्ड प्रोजेक्ट लेखे अनि म इन्टर गर्दिए। इन्टर गरिसकेपछि तपाईको फेरि सेकेन्ड प्रोफाइल क्रिएट हुन्छ। म फेरि होममा जान्छु। अब होममा गइसकेपछि यदि तपाईलाई फेरि फर्स्ट प्रोजेक्ट ओपन गर्नु छ भने सिम्पली यहाँ एकचोटि क्लिक गर्नु होला। तपाईहरु आफ्नो फर्स्टमा जानुहुन्छ, यदि तपाईलाई सेकेन्डमा जानु मन लाग्यो भने यसमा सेकेन्डमा क्लिक गर्नु अनि तपाई सेकेन्डमा पनि जानुहुन्छ। अब यो भनेको एउटा बेसिक कुरा हो, तपाईले बुझ्नुभयो। अब म तपाईलाई अर्को कुरा भन्दैछु। अब हामी आफ्नो फर्स्ट प्रोजेक्टमै पहिला काम गरौँ, त्यही भएर म फर्स्ट प्रोजेक्टमा गयो। तपाईले नेम चेन्ज गर्न आइसक्यो हैन। नेम चेन्ज गरिसकेपछि तपाईहरु यो साइडमा रहेको ट्याग जुन अप्सन हुन्छ यो ट्यागमा पनि तपाईहरु के लेख्न सक्नुहुन्छ, जस्तो फर इक्जाम्पल लेखौँ अफिस वर्क, जस्तो मैले अफिस लेखेँ अनि इन्टर गरिदिएँ।
यो ट्यागले तपाईँलाई यो ट्याग भनेर त्यो केही ठुलो कुरा होइन। तपाईँहरू जस्ट आफ्नो प्रोजेक्टहरूलाई म्यानेज गर्नलाई के युज गर्नु। जस्तो अहिले अफिस छ भने तपाईँहरू यसलाई होम लेख्न सक्नुहुन्छ, पर्सनल प्रोजेक्ट या पेड प्रोजेक्ट केही यो ठुलो कुरा होइन, जस्ट तपाईँलाई इजी हुन्छ। जस्तो माई फर्स्ट प्रोजेक्ट नाम हो, त्यस्तै अफिस भनेको पनि एउटा ट्याग जस्तै हो। यो पनि बेसिक कुरा हो, त्यही भएर मैले तपाईँलाई भनिदिएँ। अनि यो जुन छ यो कुरा, यो एडिट वर्क फ्लो डिस्क्रिप्सन, यसमा क्लिक गर्नु। यसमा तपाईँहरू आफ्नो वर्क फ्लोको बारेमा केही लेख्न सक्नुहुन्छ। जस्तो जस्ट फर टेस्टिङ, यो भनेको बेसिक कुराहरू हो। तपाईँहरू पछि तपाईँलाई इजी हुन्छ। जस्तो यहाँ म गयो भने जस्ट फर टेस्टिङ, अब यति गरिसकेपछि जस्तो यदि म होममा जान्छु भने यहाँबाट जस्तो हेर्न सक्नुहुन्छ, यहाँ ट्याग पनि आइसक्यो अफिस। यसरी तपाईँले इजी हुन्छ पछि चुज प्रोजेक्ट हेर्नमा। फेरि म आफ्नो फर्स्ट प्रोजेक्टमा गएँ, अहिले हाम्रो प्रोजेक्टको नाम पनि चेन्ज भइसक्यो, ट्याग पनि चेन्ज भयो, अनि डिस्क्रिप्सन पनि भयो। यो भनेको बेसिक कुरा हो। अनि त्यसपछि जुन साइडमा तपाईँले हेर्नुहुन्छ यो कुराहरू, अहिले हामीले यो कुरामा बढी जानु पर्दैन, तपाईँलाई थाहा हुनु पर्यो। अब यदि तपाईँले यो प्रोजेक्टलाई इनेबल गर्नु छ भने त्यसको लागि अहिले यो इनएक्टिभ छ, यसको मतलब कि यो प्रोजेक्ट अफ छ। यदि तपाईँ यसलाई अन गर्न चाहनुहुन्छ भने तपाईँले यहाँ अन गर्नुपर्छ। तर यसको लागि पनि के हुन्छ म तपाईँलाई एकछिनमा भन्छु होइन। अनि यो भनेको सेभ बटन हो। तपाईँहरू यो जस्तो एड फर्स्ट स्टेपमा क्लिक गर्नुहुन्छ। अनि फर इक्जाम्पल अहिले हामी ट्रिगर म्यानुअली लिए। अब तपाईँले यो कुरालाई सेभ गर्नु छ भने तपाईँहरू यो सेभ बटनमा क्लिक गर्नु। यो सेभमा क्लिक गरिसकेपछि यो सेभ हुन्छ। अब तपाईँ भोलि आएर पनि यदि तपाईँ यहाँ क्लिक गर्नुहुन्छ भने यो कुरा तपाईँको सेभ हुन्छ। तर यदि जस्तो मानौँ मैले यो गरेँ होइन, यति गरिसकेपछि मैले यहाँ यदि म सेभ गर्दिनँ अनि सिधै म होममा जान्छु भने यहाँ तपाईँको सेभ हुँदैन। जस्तो हेर्नु, यहाँ हेर्न सक्नुहुन्छ केही पनि सेभ भएको छैन। त्यही भएर तपाईँलाई यो टाइम टु टाइम यो सेभ गर्नुपर्छ। यो इम्पोर्टेन्ट कुरा हो। यो भनेको तपाईँको केही बेसिक सेटिङहरू हो जुन तपाईँलाई जान्नुपर्ने आवश्यकता हुन्छ, पछि तपाईँलाई इजी हुन्छ। सो यति जानेपछि अब हामी नेक्स्ट स्टेपमा मुभ गर्छौँ। अब अस्ति हामीले एउटा एआई एजेन्ट बनाएको थिएँ। त्यो दिन त मैले तपाईँलाई फास्टमा सबै कुरा भनिदिएको थिएँ। तर आज हामी एउटा सिरियस एजेन्ट बनाउने। जस्तो सबभन्दा पहिला यो जुन एड फर्स्ट स्टेप हुन्छ, यहाँ तपाईँहरू क्लिक गर्नु। क्लिक गरिसकेपछि तपाईँहरू फेरि यो अन चार्ट म्यासेज नै लिनु होइन। यति लिइसकेपछि यहाँ ब्याक टु क्यानभासमा क्लिक गर्नु। त्यसपछि तपाईँहरू यहाँ प्लसमा क्लिक गर्नु, यहाँ एआई लिनु अनि यहाँ एआई एजेन्ट लिनु। अनि यति लिइसकेपछि ब्याक टु क्यानभास गर्नु अनि यहाँ सेभ गरिदिनु। अब जब हामीले यति कुरा लिइसक्यो, अब हामीले यहाँ के गर्नुपर्छ, यो जुन विन चार्ट म्यासेज रिसिभ्ड छ नि, जब यहाँ जस्तो तपाईँले यदि ओपन चार्टमा क्लिक गरेर केही कुरा पनि यहाँ टाइप गर्नुभयो, जस्तो हाई होइन, केही कुरा टाइप गर्नुभयो भने अब त्यसपछि यहाँ तपाईँ हेर्नु यो कुरा यो एआई एजेन्टनिर जान्छ होइन, एआई एजेन्टनिर जान्छ। तर अहिले यो एआई एजेन्टसँग कुनै पनि एलएलएम लागेको छैन। जस्तो यो जुन चार्ट मोडल हुन्छ यसको मतलब हुन्छ एलएलएम। एलएलएम मतलब चार्ट जीपीटी भयो, जेमिनाई भयो, एउटा एआई को ब्रेन बुझौँ। अहिले यो एजेन्टसँग अहिले केही पनि छैन, कुनै पनि किसिमका ब्रेन छैन। अब हामीले फर्स्ट कुरा एड गर्नुपर्छ एआई को ब्रेन एड गर्नलाई तपाईँहरू यहाँ प्लसमा क्लिक गर्नु। अनि हामीले अस्ति यहाँबाट के गरेको थिएँ, यहाँबाट तपाईँको गुगल जेमिनाई चार्ट मोडल लिनुपर्छ यहाँबाट हामीले। अनि अस्ति मैले तपाईँलाई यो क्रेडेन्सियल सेट गर्न सिकाएको थिएँ, तर आज म तपाईँले फेरि सिकाइदिन्छु। यदि तपाईँको पहिलेदेखि अस्ति यदि तपाईँहरू हाम्रो फर्स्ट भिडियो हेर्नुभएको छ भने तपाईँको यो पहिलेदेखि सेट होला, तपाईँले केही पनि गर्नु पर्दैन। तर यदि तपाईँले हाम्रो सिधै यो भिडियो हेर्नुभयो भने तपाईँलाई यस्तो इन्टरफेस आउँछ। अब तपाईँले यहाँ सेलेक्ट क्रेडेन्सियल गरेर क्रिएट न्यू गर्नु पर्यो। यदि तपाईँले पहिले गरिसक्नुभयो डे 1 मा अनि तपाईँहरू यो स्टेपलाई स्किप गरिदिनु होला। तर पनि म तपाईँले फेरि भनिदिँदैछु, त्यसको लागि तपाईँहरू यहाँ गुगल एआई स्टुडियोमा जानु। गुगल एआई स्टुडियो
त्यसपछि यो पहिलो लिङ्कमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरु यहाँ गेट एपीआई कीमा क्लिक गर्नु। त्यसपछि तपाईहरु यहाँ क्रिएट एपीआई कीमा क्लिक गर्नु अनि यति गरिसकेपछि तपाईले यस्तो इन्टरफेस आउँछ। अब यहाँ सेलेक्ट क्लाउड प्रोजेक्टमा क्लिक गर्नु। सुरुमा तपाईले यहाँ क्रिएट प्रोजेक्टमा क्लिक गर्नुपर्छ अनि आफ्नो प्रोजेक्टको नाम लेखेर यहाँ सबमिट गरिदिनु। त्यसपछि जस्तो मैले एउटा जेमिनाई नामको प्रोजेक्ट बनाएको छु अनि मलाई अप्सन दिँदैछ जेमिनाई। तपाईहरु सुरुमा प्रोजेक्ट क्रिएट गर्नु अनि तपाईको तलमा पनि आइहाल्छ। जस्तो मैले यहाँ जेमिनाई क्लिक गरे अनि एपीआई को नाममा म दिइहाल्छु एपीआई अनि क्रिएट गरिदिए। क्रिएट हुनमा एकछिन टाइम लाग्छ होला अनि अब क्रिएट भएपछि तपाईहरु यो जुन कपी छ नि यो कपी एपीआई की यसमा क्लिक गर्नु। क्लिक गरिसकेपछि फेरि N18 मा आएर त्यो कीलाई यहाँ पेस्ट गरिदिनु अनि यहाँ सिम्पली सेभ गरिदिनु। सेभ गरिसकेपछि यदि तपाईले यहाँ कनेक्सन टेस्टेड सक्सेसफुली आउँछ भने सबै कुरा ठीक छ। अब तपाईलाई यहाँ यो कटमा क्लिक गर्नुपर्छ अनि यसलाई अहिले नट मैले गरिदिए। अनि यो मोडलमा तपाईहरु जेमिनाई 2.5 फ्ल्याश छ। अहिलेको लागि तपाईहरु यस्तै राख्नु। 2.5 फ्ल्याश नै ठीक छ। तपाईले केही पनि गर्नु पर्दैन। अनि यति गरिसकेपछि ब्याक टु क्यानभास आउनु अनि यहाँ सेभ गर्न नबिर्सनु। अलवेज सेभ गर्नु होला। अनि अब के भयो भने अहिले यो एआई सँग अब यो एआई लाई आफ्नो ब्रेन पनि छ। अब म फेरि एकचोटी यसलाई हाई भन्छु। जस्तो कि तपाईले हेर्नु मैले यसलाई हाई भने उसले रिप्लाई दियो। सुरुमा यसले एरर देखायो तर त्यसपछि यसले रिप्लाई दियो। यो रिप्लाई किन दियो भने मैले यहाँ यसको यो जुन एआई थियो यो एआई लाई मैले एउटा ब्रेन दिइहाले जसको नाम थियो जेमिनाई। अब यो ब्रेन भनेको तपाईको जेमिनाई मात्र हुन्न। अब तपाई यहाँ चाट जीपीटी लाई पनि युज गर्न सक्नुहुन्छ तर चाट जीपीटी मा तपाईले पे गर्नुपर्छ तर जेमिनाई फ्री हुन्छ। त्यही भएर मैले तपाईलाई जेमिनाई सजेस्ट गर्छु किनभने सुरुमा तपाई किन पे गर्नुहुन्छ फ्रीमा युज गर्नु। अनि अहिले यो रिप्लाई दिदैछ हेर्नुभयो। तर एउटा कुरा यसमा अझै के प्रब्लम छ भने यो एआई लाई केही पनि कुरा याद हुँदैन। अब म तपाईलाई टेस्ट गरेर हेराउँछु। जस्तो मैले के भन्छु यसलाई कि मेरो नाम कृष्ण हो। जस्तो मैले के भने यसलाई कि मेरो नाम कृष्ण हो हैन। अब हेर्नु यो भन्दैछ कि नमस्ते कृष्णजी। मतलब तपाईलाई लाग्न सक्छ कि यसलाई त याद छ कि मेरो नाम कृष्ण हो तर यसलाई याद छैन। अब यदि म फेरि उसलाई सोध्छु कि भन मेरो नाम के हो। अब यदि म फेरि उसलाई सोध्छु कि भन मेरो नाम के हो। अब यसलाई याद हुँदैन कि मेरो नाम के हो। अब जस्ट हेर्नु तपाई यो भन्दैछ कि मेरो कुनै नाम छैन म एउटा ठुलो भाषा मोडल हो। लाइक अहिले यो एआई लाई याद छैन कि मैले यसलाई अघि नै भने कि मेरो नाम कृष्ण हो तर यसले याद राखिरहेको छैन किनभने यो जुन मेमोरी छ अहिलेसम्म हामीले यो मेमोरीलाई सेटअप गरेको छैनौं। त्यसको लागि तपाईहरु यहाँ प्लसमा क्लिक गर्नु अनि यो जुन सिम्पल मेमोरी छ यसमा क्लिक गर्नु। यसमा क्लिक गरिसकेपछि तपाईहरु यो ब्याक टु क्यानभासमा क्लिक गर्नु अनि यहाँ सेभ गरिदिनु। सेभ गरिसकेपछि फेरि म यसलाई भन्दैछु मेरो नाम कृष्ण हो। अब हेर्नु यो भन्दैछ कि नमस्ते कृष्णजी तपाईसँग कुरा गर्न पाउँदा खुसी लाग्यो। यदि म फेरि उसलाई सोध्छु कि भन्न मेरो नाम के हो। अब हेर्नु यो चोटी यसले भनिदिन्छ तपाईको नाम कृष्ण हो। हेर्नुभयो यसलाई याद छ यो कुरा। अब यो याद किन छ भने किनभने यहाँ मैले मेमोरी सेटअप गरेको छु। अब यो मेमोरीमा तपाईहरु डबल क्लिक गर्नु अनि तपाईहरु यहाँ दुई तीनवटा कुरा हेर्नुहुन्छ। पहिलो भनेको सेसन आईडी। यो सेसन आईडी भनेको यसमा केही नगर्नु। सेसन की फ्रम प्रिभियस यसमा पनि केही नगर्नु। तर यो जुन तपाईको कन्टेक्स्ट विन्डो लेन्थ छ नि यो भनेको इम्पोर्टेन्ट कुरा हो किनभने यो जुन 5 छ नि यसको मतलब के हो भने कि एआई लाई हाम्रो लास्ट 5 कन्भर्सेसन याद हुन्छ। म तपाईलाई एक्जाम्पल दिन्छु। जस्तो मैले भने कि भन्न मेरो नाम के हो यो भयो 1। फेरि यो माथिमा छ मेरो नाम कृष्ण हो यो भयो 2। भन मेरो नाम के हो 3। यो यसरी गरेर
यो एआईलाई 5 वटा मात्र याद हुन्छ। यदि तपाईँलाई बढाउनु छ भने जस्तो यदि तपाईँलाई अब तपाईँ सोच्नुहुन्छ कि एआईलाई धेरै लङ चार्ट पनि याद रहोस्, त्यसको लागि तपाईँले यहाँ फर इक्जाम्पल 15 गरिदिनु। 15 गरिसकेपछि एआईलाई धेरै लामो समयसम्म कुरा याद हुन्छ, तर यसले घाटा पनि हुन्छ एउटा, तपाईँको टोकन पनि लाइक तपाईँले पे सुरुमा त केही हुँदैन, तर तपाईँ कम्पनीमा काम गर्नुहुन्छ भने तपाईँले थोरै लाइक धेरै होइन थोरै पैसा बढी एपिआईमा पे गर्नुपर्छ। अहिले हामी फ्री युज गर्दैछौँ, तर तपाईँहरू 15 राखेर पनि ट्राई गर्नु, यसले गर्दा बेटर रिजल्ट तपाईँहरू पाउनुहुन्छ। बाई डिफल्ट यहाँ 5 हुन्छ, तर तपाईँहरूले यदि चाहियो भने 15 पनि राखिदिनु, योभन्दा बढी नराख्दा नै ठिक हुन्छ, किनभने काम नै हुँदैन त्यतिको। म यहाँ 15 राखिदिएँ अनि यहाँ ब्याक टु क्यानभास गरेर यहाँ सेभ गरिदिएँ। अब तपाईँलाई थाहा भएको होला कि यो एआई एजेन्टसँग अब आफ्नो ब्रेन पनि छ र उसँग आफ्नै मेमोरी छ। अहिले यो एआई एजेन्ट एउटा फुल्ली एजेन्ट बनिसकेका छन् जससँग ब्रेन पनि छ अनि उसको आफ्नो मेमोरी पनि छ। अब नेक्स्ट स्टेपमा हामीलाई के बुझ्नु पर्यो भने कि यो एआई एजेन्ट भनेको अहिले हामीसँग मात्र यसको एसेस छ, अरूसँग यसको एसेस छैन। तर यदि तपाईँ चाहनुहुन्छ कि यसको एसेस अरूसँग पनि होस्, त्यसको लागि तपाईँले दुईवटा काम गर्नुपर्छ। पहिलो काम यो कि यो जुन यो इनएक्टिभ छ अहिले तपाईँहरू यहाँ क्लिक गरेर यसलाई एक्टिभ गरेर यहाँ गट इट गरिदिनु। अब यो एआई एक्टिभ भयो, तर एक्टिभ भएपछि अनि पनि तपाईँहरू अरूसँग सेयर गर्न मिल्दैन। सेयर गर्न चाहनुहुन्छ भने यसको लागि तपाईँहरू यो वेन चार्ट मेसेज रिसिभ्ड भन्नेमा दुईचोटि क्लिक गर्नु अनि यहाँ जुन छ मेक चार्ट पब्लिकली एभाइलेबल यसलाई अन गरिदिनु। यसलाई अन गरिसकेपछि तपाईँहरू यो लिङ्क पाउनुहुन्छ। यसलाई जस्ट तपाईँहरू क्लिक गर्नुहुन्छ भने तपाईँको लिङ्क कपी भयो। अब यहाँ ब्याक टु क्यानभास गर्नु अनि यहाँ सेभ गर्नु। सेभ गर्न नबिर्सिनु होला, म बार बार त्यही कुरा भन्छु। अनि अब के गर्नु, यहाँ प्लसमा क्लिक गर्नु। अब यदि तपाईँहरू यहाँ कन्ट्रोल भी गर्नुहुन्छ भने अब तपाईँको जुन यो चार्ट बोर्ड छ यो लाइभ भइसकेछ र अब तपाईँहरू यो लिङ्क जोसँग पनि सेयर गर्नुहुन्छ भने त्यो मान्छेले यो एआईलाई युज गर्न सक्छ। जस्तो यहाँ हेर्न सक्नुहुन्छ, हेर्नुभयो यो युज हुँदैछ। तर एउटा यसमा के कुरा छ भने अब तपाईँले यहाँ सुरुमा हेर्नु, यहाँ छ हाई देयर माई नेम इज नाथन, हाउ क्यान आई एसिस्ट यु टुडे। अब तपाईँलाई यो यदि चेन्ज गर्न मन लाग्यो, या माथिमा छ हाई देयर स्टार्ट अ चार्ट वी आर हियर टु हेल्प, यदि तपाईँले यो कुराहरू चेन्ज गर्न मन लाग्यो भने त्यसको लागि तपाईँहरू के गर्नु, फेरि आफ्नो एनएटेनमा आउनु। एनएटेनमा आएपछि यो वेन चार्ट मेसेज रिसिभ्डमा दुईचोटि क्लिक गर्नु अनि यस्तो इन्टरफेस आउँछ। अब तपाईँहरू यो जुन इनिसियल मेसेज छ यसमा तपाईँले जे लेख्नु मन लाग्छ तपाईँहरू लेख्न सक्नुहुन्छ। जस्तो वेलकम, जस्तो म वेलकम मात्रै लेखेँ। वेलकम लेखिसकेपछि म यहाँ ब्याक गर्छु अनि यहाँ सेभ गर्छु अनि फेरि यदि म यहाँ गएर रिफ्रेस गर्छु भने अब हेर्नु यहाँ नाथन कुरा हाई नाथनहरू सबै रिमुभ भएर वेलकम आइसक्यो। त्यस्तै तपाईँलाई यदि यो माथिको कुराहरूलाई चेन्ज गर्नु छ भने त्यसको लागि फेरि एनएटेनमा आउनु अनि यहाँ वेन चार्ट मेसेजमा डबल क्लिक, त्यसपछि यो जुन अप्सनको तलमा एड फिल्ड छ यसमा क्लिक गर्नु अनि यसपछि यहाँ टाइटलमा क्लिक गर्नु अनि फेरि एड फिल्डमा गएर यसलाई डिलिट गरिदिनु अनि फेरि एड फिल्डमा क्लिक गरेर यो सब टाइटलमा क्लिक गर्नु। अब यो सब टाइटलमा जस्तो वेलकम अनि टाइटलमा म दिइहाल्छु एआई वर्ल्ड। यति गरिसकेपछि म फेरि यहाँ ब्याक टु क्यानभास गर्छु अनि यहाँ सेभ गरिदिएँ। सेभ गरिसकेपछि म फेरि यहाँ गएर यदि रिफ्रेस गर्छु भने यहाँ एआई वर्ल्ड आइसक्यो, यहाँ वेलकम आइसक्यो। त्यो हेर्न सक्नुहुन्छ यो हाम्रो चेन्ज भइसक्यो। अब फेरि यहाँ जानु अनि सबै कुरा सेभ भएपछि यहाँ फेरि डबल क्लिक गर्नु अनि यहाँ अझै सेटिङहरू पनि छ। जस्तो यहाँ थुप्रै सेटिङहरू छ जुन अहिले हामीलाई काम छैन यो सेटिङहरूको, त्यही भएर अहिले केही नगर्नु अनि यो ब्याक टु क्यानभासमा क्लिक गरिदिनु होला। अनि यति गरिसकेपछि तपाईँको एउटा कम्प्लिट एआई एजेन्ट रेडी छ हैन। अब रेडी छ। अब एउटा यो जुन साइडमा यो आइकन छ नि, यो म अहिले जहाँ माउसलाई होभर गर्दैछु यसमा क्लिक गर्नु अनि यस्तो आइहाल्छ। अनि यति गरिसकेपछि
अब यो एआई एजेन्टमा एउटा के प्रब्लम छ भने यसलाई डेट एन्ड टाइम थाहा छैन। जस्तो तपाईँ ओपन च्याटमा क्लिक गरेर यसलाई सोध्नु वाट डेट इज टुडे, फेरि मैले इन्टर गरेँ, यो भन्दैछ कि टुडे इज मे 22, 2024। अब यो भनेको एउटा ब्लन्डर प्रब्लम हो जसलाई हामीले फिक्स गर्नुपर्छ र यो कुरा फिक्स गर्नलाई तपाईँले यहाँ साइडमा यो 3 डटमा क्लिक गर्नुपर्छ अनि यो सेटिङमा क्लिक गर्नुपर्छ। त्यसपछि यो जुन टाइम जोन छ यहाँ टाइम जोनमा नर्मली डिफल्ट आउँछ, तर यहाँ काठमाडौँ लेख्नु अनि यहाँबाट एसिया काठमाडौँलाई सेलेक्ट गर्नु अनि यहाँ सेभ गरिदिनु। सेभ गरिसकेपछि तपाईँहरू अहिले पनि तपाईँले एउटा अझै के गर्नुपर्छ, यो एआई एजेन्टमा डबल क्लिक गर्नु। डबल क्लिक गरिसकेपछि तपाईँहरू यहाँ एड अप्सनमा क्लिक गर्नु, त्यसपछि यहाँ सिस्टम म्यासेजमा क्लिक गर्नु अनि यहाँ सुरुमा तपाईँलाई युआर हेल्पफुल एसिस्टेन्ट लेखेर आउँछ, तपाईँहरू यहाँ एक्सप्रेसनमा क्लिक गर्नु अनि यहाँ एकचोटि पहिलाको लेखेको कुरालाई डिलिट गर्नु अनि यहाँ लेख्नु करेन्ट डेट एन्ड टाइम इज अनि तपाईलाई शिफ्ट प्लस कर्ली ब्र्याकेटलाई ओपन गर्नुपर्छ। ओके सरी, कर्ली ब्र्याकेटलाई ओपन गर्नु पर्यो। कर्ली ब्र्याकेट दुईचोटि, जब तपाईहरु दुईचोटि कर्ली ब्र्याकेट ओपन गर्नुहुन्छ भने तपाईहरु माथिमा अटोमेटिक हेर्नुहुन्छ जेसन नो इफ इम्प्टी, तपाईले यो जुन नो छ यसलाई क्लिक गर्नुपर्छ। यति क्लिक गर्ने बित्तिकै तपाईहरुलाई जस्ट यहाँ ब्याक टु क्यानभास गर्नु छ अनि यो सेभ गरिदिनु। सेभ गरिसके फेरि तपाईहरु यहाँ ओपन चार्टमा क्लिक गर्नु अनि यसलाई फेरि सोध्नु व्हाट डेट इज टुडे। ओके, यो अहिले भन्दैछ टुडे इज मे 22, 2024। म एकचोटि यसलाई रिफ्रेश गर्छु। रिफ्रेश गर्नले तपाईहरु यो जुन आइकन छ नि रिसेट चार्ट सिजन यसमा क्लिक गर्नु। अब यदि फेरि तपाईहरु यसलाई सोध्नु व्हाट डे इज टुडे, जस्तो हेर्न सक्नुहुन्छ। एकछिन वेट गर्नु। ओके, यसले भनिदियो टुडे इज ट्युसडे। अब म फेरि सोध्छु व्हाट इयर, व्हाट डेट नै सोध्दैछु, व्हाट डेट इज टुडे। यो भनिदियो कि टुडे इज डिसेम्बर 9, 2025। यसको मतलब कि यो एआई सँग अब यसको डेट एन्ड टाइमको नलेज पनि छ हैन। यो यति कुरा, यो बेसिक कुरा हो, तपाईलाई यो कुरा थाहा हुनु पर्यो। यसको बिना अगाडि बढ्न N8 मा मुस्किल हुन्छ। त्यही भएर मैले तपाईलाई यो बेसिक कुराहरु पनि बुझाउँदै जाँदै छु। अनि यति कुरा बुझिसकेपछि तपाईले अब हामी नेक्स्ट भिडियोमा यो भन्दा बढी कुराहरुलाई एक्सप्लोर गर्ने। अनि अहिलेको लागि तपाईहरु यो यति बेसिक कुराहरु बुझिराख्नु कि यो मैले तपाईलाई भनिदिए कि यो हामी किन चार्ट मोडल युज गर्छौं अनि मेमोरी किन युज हुन्छ, त्यसपछि यो डेट एन्ड टाइमको किन इम्पोर्टेन्ट हुन्छ N8 मा। अनि अब एक दुईटा अझै बेसिक कुराहरु म तपाईलाई भनिदिदैछु। अब जस्तो तपाईलाई यदि यो जुन छ नि यो गुगल जेमिनी चार्ट, यदि तपाई यसमा क्लिक गर्नुहुन्छ भने यसलाई मुभ गर्न पनि मिल्छ। तपाई यहाँ पनि राख्न सक्नुहुन्छ, यसलाई पनि यसरी मुभ गर्न मिल्छ, यसलाई पनि यसरी मुभ गर्न मिल्छ हैन। एआई एजेन्टलाई पनि यसरी मुभ गर्न मिल्छ। तपाईहरु यसरी यसले जहाँ मन छ तपाई यहाँ राख्न सक्नुहुन्छ। अनि त्यसपछि यो जुन छ वेन चार्ट मेसेज रिसिभ, तपाईहरु यदि यो टेक्स्टमा क्लिक गर्नु डबल क्लिक गर्नुहुन्छ भने यो यसरी जुम इन जुम आउट पनि हुन्छ। अनि तलमा पनि तपाईहरु यहाँ जुम इन जुम आउटहरु पनि छ, यहाँ जुम इन जुम आउट। अनि यो जुन आइकन छ टिडी अप, यसमा क्लिक गर्नुहुन्छ भने यो सबै मिलेर आइहाल्छ अनि राम्ररी एरेन्ज हुन्छ। त्यस्तै तपाईलाई यदि यो यहाँ हेर्नु, जस्तो तपाईलाई यो अहिले यहाँ एआई एजेन्ट छ, यो नाम पनि चेन्ज गर्न मिल्छ। त्यसको लागि डबल क्लिक गर्नु अनि यो जुन माथिमा एआई एजेन्ट छ यसमा क्लिक गर्नु, यहाँ लेख्नु जस्तो मेन एआई, केही पनि नाम लेख्दा भयो अनि यहाँ इन्टर गरिदिनु। इन्टर गरिसकेपछि ब्याक टु क्यानभास, यहाँ नाम चेन्ज भएर मेन एआई भइसक्यो।
त्यस्तै तपाईहरु यदि when a chat message received यसको नाम चेन्ज गर्नु छ भने यहाँ डबल क्लिक गर्नु अनि when a chat message मा यसमा क्लिक गर्नु अनि यहाँ लेख्नु स्टार्ट अनि इन्टर गरिसकेपछि ब्याक गर्नु। अब हेर्न सक्नुहुन्छ यो नाम चेन्ज भएर स्टार्ट भइसक्यो। त्यस्तै तपाईहरु यो गुगल जेमिनाईको पनि नाम चेन्ज गर्न मिल्यो। यसको लागि डबल क्लिक अनि यहाँ यसमा जानु अनि लेख्नु यहाँ जस्तो जेमिनाई अनि इन्टर गरिदिनु। त्यसपछि ब्याक टु क्यानभास गरे। यति गरिसकेपछि म सेभ गरिदिए। त्यस्तै यहाँ यदि सिम्पल मेमोरीको नाम चेन्ज गर्न मन लाग्यो भने यहाँ डबल क्लिक गर्नु अनि यहाँ जस्तो म मेमोरी नै लेखे अनि इन्टर गरिदिए। इन्टर गरेपछि ब्याक टु क्यानभास अनि सेभ। अब यहाँ हेर्न सक्नुहुन्छ यसको नाम पहिला के थियो अनि यसको नाम के थियो, यसको सबैको नाम मैले चेन्ज गरिदिए। अनि अहिले यो एआई भनेको एक्टिभ छ र कोही पनि मान्छेले यो जुन छ नि कोही पनि मान्छेले अहिले यसलाई युज गर्न सक्छ। यदि त्योसँग यो जुन लिंक छ यदि यो लिंक तपाई शेयर गर्नुहुन्छ भने कोही पनि मान्छेले यसलाई युज गर्न सक्छ। अब तपाईलाई यदि बन्द गर्न मन लाग्यो भने तपाईहरु यहाँ सिधै यसलाई अफ गरिदिनु। अफ गरिसकेपछि कोही पनि अब यसलाई युज गर्न सक्दैन। जस्तो यहाँ हेर्न सक्नुहुन्छ एरर आइसक्यो। फेरि तपाईहरु यसलाई अन गर्नुहुन्छ भने फेरि यहाँ गट इट गरिदिनु। अब यसलाई फेरि सबैले युज गर्न पाउँछ। यहाँ हेर्न सक्नुहुन्छ। अनि यो भनेको बेसिक सेटिङ हो। अब तपाईलाई अन अफ गर्नु छ भने यसलाई अहिले म अफ गरिदिन्छु, तर तपाईहरु गर्नु छ भने गर्नु, नगर्नु छ भने नगर्नु, यो केही कुरा हैन। अब म फेरि यहाँ होममा गए। होममा गइसकेपछि यो माई फर्स्ट प्रोजेक्ट आइसकेछ हैन। यो माई फर्स्ट प्रोजेक्ट आइसकेछ। अब हामी यो भन्दा नेक्स्ट भिडियोमा यो भन्दा अगाडि बढ्ने। तर त्यही भएर हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला।